नुन नुन हैन त्यो हो बिरे नुन अन्त त किन बिरे नुन हुँदैन हुन्छ हुन्छ चर्काउने हो भनेको धेरै गयो कि हो अलिअलि के हुँदैन हामीसँग सबै छ है हामीसँग सामानहरू पहिला हाम्रो चटपटेको पसल थियो हैन अनि त्यही भएर सामानहरू चाहिँ मजाले छ अनि यो चाहिँ हामीसँग देख्न सक्नुहुन्छ पानीपुरी पनि छ यो चाहिँ एक दिन बनाएर खानुपर्छ यसको पनि ब्लग आउँछ सो यतिको सामान भइसकेपछि चाहिँ अनि मिठो चाहिँ नहुने कुरै भएन हैन आम्मा हाल्यौँ एकछिन नानु न त्यो ओस्लिन्छ के खानुपर्छ क्या यो किन खर्च गर्ने न अब त चौन जान त आमा भुट्टो उम्लिसकेछ त्यहाँ हेर्नु त त्यहाँ यस्तो हुँदो रहेछ कतिखेर नि भने भयो तिमीले गरेर मेरो हात फोहोर्छ अनलोड गरेर आएको होइन पुरा एउटा रुम सारेर आएको क्या अनि हात यस्तो छ देख्न सक्नुहुन्छ धुस्रो र फुस्रो जिरो जस्तो खानु लिएर आउनु त के रे नुन नुन होइन तेल ल्याउनु तेल एउटा पनि चिज नछुट्याइकन तपाईँहरूले बनाउनुहुन्छ भने यो जस्तो बेस र अनि एकदम के अरे राम्रो होइन चाहिँ घरमै बनाउन सकिन्छ है गाइस मेरो हिसाबमा मानौ मैले बुझेको अनुसार अनि धेरै पनि हुन्छ होइन देख्न सक्नुहुन्छ मैले जम्मा कति त्यही 60-65 जति गरेँ होला ल त्यतिमा मैले देख्न सक्नुहुन्छ यो पसलमा भयो भने यतिलाई 100 रुपियाँ पर्न जान्छ अझ हामीसँग यहाँ स्टकमा अझै यति पनि छ अति भोक लागेको छ अरे यति त पुग्दैन नि घोप्टी पुग्दैन भने उ त्यो बसन लिएर म खान्छु खायो घोप्टीले नाकमा सिगाउनु होला है मेरो नुन तर्को भाइ घोप्टी हाल न मलाई छुट्टै हाल न अब यहाँ हाल घोप्टी यतिकै मिठो हुन्छ कि यहाँ हाल न म खान्दिनँ त्यस्तो डिस नउठाउने बनाएर दिएपछि खराखराती खानु है अबदेखि त म बनाएर दिँदैन अलिकति गिलो भएर होला नुन चर्को भयो मलाई नुन के भयो ल जे होस् ठिकै छ सो हामी युट्युबमा चाहिँ नयाँ नै भन्नुपर्ला टिकटकमा चाहिँ यहाँहरूले कतिपयले चिन्नुहुन्छ होइन त्यही हो युट्युबमा पनि हामीलाई साथ सपोर्ट चाहियो होइन यहाँहरूको अनि अझै यस्तो भिडियोहरू ल्याउनलाई कोसिस गर्नेछु अझै योभन्दा राम्रो बनाउने प्रयास गर्छु त्यही हो तपाईँहरूले पनि बनाएर घरमा बुढाबुढी मजाले बसेर खानु होला है त्यही हो जाडो महिना अझै कटेको पनि छैन त्यही हो ल आज चाहिँ हाम्रो चटपटी खाएर दिनको सुरुवात अन्त्य भएको छ ल त गाइस